आज अलिकति पढेको छु, अलिकति यसो छु उसो छु भन्ने मान्छेहरूले उहाँलाई एउटा अनपढ मान्छे भनेर चित्रण गरेको सुन्दा साँच्चै भन्ने हो भने मलाई त चित्त दुख्छ। अब छ नि आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नै खुट्टामा बज्रो आफैले हान्दै हुनुहुन्छ र आफ्ना सन्तान दर सन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ। खास गरेर अलि पनि यहाँ कुरा आयो हो, मैले दुईटा विषयमा मास्टर्स गरेकी छु, तर यहाँ आजसम्म पनि र मलाई लाग्छ अस्तिको त्यो शिक्षक आन्दोलनमा पनि नारा लगाएको अथवा चाहिँ त्यो सुनेको थिएँ मैले कि 8 क्लास फेल भएको प्रधानमन्त्री त भनेन, 8 क्लास फेल भएको मान्छेले देश चलाउने अनि हामी यहाँ यत्रो पढेका शिक्षकहरू सहरमा आएर आन्दोलन गर्नुपर्ने भन्ने कुरो मैले सुने। र म विनम्र साथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने मैले अघि भने मैले 2टा विषयमा मास्टर्स गरेको छु, त्यसको प्रमाणित कपी सर्टिफिकेट मसँग छ, तर म मेरो श्रीमान केपी ओलीको ज्ञान, उहाँको विविध विषयको उहाँको ज्ञानको अगाडि म केही पनि होइन। किनभने हो उहाँको सर्टिफिकेट छैन। सर्टिफिकेट किन भएन यो तपाईहरु सबैलाई थाहा छ। जेलमा बसेका थुप्रै साथीहरूले पनि सर्टिफिकेट लिनु भएको छ, तर त्यो सर्टिफिकेट लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई उहाँले एउटा भनौं न आफूले जानेको कुराहरू सिकाइदिनुहुन्छ। सबैलाई पढ्नु पर्छ भनेर उहाँले प्रेरणा पनि दिनुहुन्थ्यो, तर उहाँले त्यो सर्टिफिकेट लिने किन काम गर्नु भएन भन्दा उहाँलाई त्यो सर्टिफिकेट लिएर भोलि म कुनै संस्थाको हाकिम बनौला, म जेलमा अब एउटा त जेलबाट छुटिन्छ कि छुटिन्न त्यो पनि टुङ्गो थिएन र छुटिहाल्यो भने पनि भोलि म कुनै पनि संस्थाको हाकिम बनौला, म एउटा राम्रो खालको चाहिँ जिन्दगी बाँचौला भन्ने कुरो उहाँले कहिले पनि सोच्नु भएन भन्ने मलाई लाग्छ। उहाँको दिमागमा जेलमा बस्दा होस्, जेलबाट बाहिर आएपछि होस्, जुनसुकै बेलामा पनि यही देश यही जनता बाहेक अरू केही पनि भएको मैले त महसुस गरिनँ। कहिलेकाहीँ म भन्छु, कहिलेकाहीँ तपाईलाई चाहिँ नि म छु अथवा चाहिँ नि श्रीमती छ भन्ने पनि सम्झना हुन्छ कि हुन्न भनेर म प्रश्न पनि गर्छु। उहाँ यति एकरो ढङ्गले चाहिँ नि यो देश र यो राष्ट्रको लागि भनेर लाग्नुहुन्छ कि म आफैलाई अचम्म लाग्छ। तसर्थ उहाँले जेलमा सबैलाई सिकाएर थुप्रै मान्छेलाई चाहिँ नि थुप्रै डिग्री हासिल गर्न सघाएर पनि आफूले त्यो डिग्री लिने त्यो कागजको अब भनौँ न एक ढङ्गले कागजको खोस्तो त हो, त्यो लिने उहाँले जबरको गर्नु भएन। तर आज अलिकति पढेको छु, अलिकति यसो छु उसो छु भन्ने मान्छेहरूले उहाँलाई एउटा अनपढ मान्छे भनेर चित्रण गरेको सुन्दा साँच्चै भन्ने हो भने मलाई त चित्त दुख्छ। अब छ नि आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ
र उहाँहरूले आफ्नै खुट्टामा बन्जरो आफैले हान्दै हुनुहुन्छ र आफ्ना सन्तान दर सन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ। हामीलाई त केही हुनेवाला छ, किनभने अब यस्ता यो हामीले यस्तो सहँदै आएको आजभर कति भयो नि, तसर्थ हामीलाई केही छैन। अब उहाँहरूलाई लाग्ला हामीले यस्तो भनेपछि यिनीहरूलाई कति टेन्सन हुन्छ होला, कति के हुन्छ होला भन्ने लाग्ला, तर हामीलाई टेन्सन पनि हुन्न, किनभने हामीले कुनै काम बिराएको छैन भने, कुनै नराम्रो काम गरेको छैन, कुनै देश विरुद्धको काम गरेको छैन भने किन टेन्सन लिनु। तर जे जति यो नकारात्मकताको असर भनेको यो अहिलेका युवा पुस्तालाई हुन्छ र त्यही भएर म विनम्रताका साथ सबलाई अनुरोध गर्न चाहन्छु, यसरी आफ्नो भविष्य बिग्रिने, आफ्नो सन्तानको भविष्य बिग्रिने कामहरू कम्तीमा पनि हामी अलिकति पढे लेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नु हुन म अनुरोध गर्न चाहन्छु। साथै मैले यो 2टा डिग्री हासिल गर्न सक्नुमा, पाउनुमा र मैले यो किताब लेख्न सक्नुमा मेरो प्रेरणाको स्रोत भनेको केपी ओली नै। उहाँले मलाई सधैँ तिमी यो घर भन्दा मात्रैमा नलागौ, तिमीसँग अलिकति क्षमता छ, तिमी लेख्ने पढ्ने गर, सिक्ने गर, सिकाइ भनेको कहिले पनि अन्त हुँदैन भनेर उहाँले मलाई बारम्बार अथवा दिनहुँ भने जस्तो घचघच्याइराख्नुहुन्थ्यो। र कतिपय अवस्थामा त उहाँको त्यो घचघचाहटलाई चाहिँ नि टाल्न नसकेर भन्छन् नि, पनि मैले पढ्ने, लेख्ने र केही गर्ने काम चाहिँ नि गर्छु। अब धेरैपल्ट भनिसकेपछि त कति नगर्नु, होइन, अनि ल गरिदिउँ भनेर चाहिँ पनि मैले गरिरहेको छु।